भारतीय प्लेट र युरेसियन प्लेटको टकरावले हिमालयको उत्पत्ति गर्यो। यो टकराव करिब 50 मिलियन वर्ष पहिले सुरु भयो र त्यसपछि निरन्तर आउँदैछ। हिमालयको उत्पत्तिले विश्वको भू-आकृति परिवर्तन गर्यो। यस प्रक्रियामा करोडौं वर्ष लाग्यो र हिमालय अहिले पनि बढ्दै गएको छ। हिमालयको उत्पत्ति भारतीय प्लेट र युरेसियन प्लेटको टकरावमा आधारित छ। भारतीय प्लेट उत्तरतर्फ बढिरहेको छ र युरेसियन प्लेट स्थिर छ। यस टकरावमा भारतीय प्लेट युरेसियन प्लेट मुनि धस्छ र हिमालयको उत्पत्ति गर्छ। हिमालयको उत्पत्तिले विश्वको भू-आकृति परिवर्तन गर्यो। हिमालयको उत्पत्तिले न केवल पर्वत श्रृङ्खला बनायो तर विश्वको मौसम पनि परिवर्तन गर्यो। हिमालय विश्वको जलवायु प्रणालीमा महत्त्वपूर्ण भूमिका खेल्छ। हिमालयको सबैभन्दा उच्च शिखर माउन्ट एभरेस्ट हो। यसको उचाइ 848 मिटर छ। माउन्ट एभरेस्ट नेपाल र चीनको सिमानामा अवस्थित छ। हिमालयमा अरू धेरै उच्च शिखरहरू पनि छन्। हिमालयको उत्पत्तिले विश्वको जलवायु प्रणालीमा महत्त्वपूर्ण भूमिका खेल्छ। हिमालयले मौसमको परिवर्तन गर्छ र विश्वको तापमानमा प्रभाव पार्छ। हिमालयको उत्पत्तिले विश्वको भू-आकृति परिवर्तन गर्यो र विश्वको इतिहासमा महत्त्वपूर्ण स्थान बनायो। हिमालयमा धेरै जीवित प्रजातिहरू पाइएका छन्। हिमालयको विशाल क्षेत्रमा विभिन्न प्रकारका वनस्पति र जीवजन्तु पाइएका छन्। हिमालयको उत्पत्तिले यी जीवित प्रजातिहरूलाई आश्रय दियो। हिमालयको उत्पत्तिले विश्वको जल स्रोतमा महत्त्वपूर्ण भूमिका खेल्छ। हिमालयको हिमबहावले विश्वको धेरै नदीहरूलाई जल स्रोत दिँदैछ। हिमालयको उत्पत्तिले विश्वको जलवायु प्रणालीमा महत्त्वपूर्ण भूमिका खेल्छ। हिमालयको उत्पत्तिले विश्वको आर्थिक क्षेत्रमा प्रभाव पार्यो। हिमालयको विशाल क्षेत्रमा विभिन्न प्रकारका खनिज पदार्थ पाइएका छन्। हिमालयको उत्पत्तिले विश्वको ऊर्जा स्रोतमा महत्त्वपूर्ण भूमिका खेल्छ। हिमालयको उत्पत्तिले विश्वको सांस्कृतिक क्षेत्रमा प्रभाव पार्यो। हिमालयको विशाल क्षेत्रमा विभिन्न प्रकारका सांस्कृतिक धरोहर पाइएका छन्। हिमालयको उत्पत्तिले विश्वको इतिहासमा महत्त्वपूर्ण स्थान बनायो। हिमालयको उत्पत्तिले विश्वको वैज्ञानिक क्षेत्रमा प्रभाव पार्यो। हिमालयको विशाल क्षेत्रमा विभिन्न प्रकारका वैज्ञानिक अनुसन्धान गरिएका छन्। हिमालयको उत्पत्तिले विश्वको वैज्ञानिक ज्ञानमा महत्त्वपूर्ण भूमिका खेल्छ। हिमालयको उत्पत्तिले विश्वको पर्यावरण क्षेत्रमा प्रभाव पार्यो। हिमालयको विशाल क्षेत्रमा विभिन्न प्रकारका पर्यावरणीय समस्याहरू पाइएका छन्। हिमालयको उत्पत्तिले विश्वको पर्यावरणमा महत्त्वपूर्ण भूमिका खेल्छ। हिमालयको उत्पत्तिले विश्वको सामाजिक क्षेत्रमा प्रभाव पार्यो। हिमालयको विशाल क्षेत्रमा विभिन्न प्रकारका सामाजिक समस्याहरू पाइएका छन्। हिमालयको उत्पत्तिले विश्वको सामाजिक ज्ञानमा महत्त्वपूर्ण भूमिका खेल्छ। हिमालयको उत्पत्तिले विश्वको आर्थिक विकासमा प्रभाव पार्यो। हिमालयको विशाल क्षेत्रमा विभिन्न प्रकारका आर्थिक क्रियाकलापहरू गरिएका छन्। हिमालयको उत्पत्तिले विश्वको आर्थिक विकासमा महत्त्वपूर्ण भूमिका खेल्छ। हिमालयको उत्पत्तिले विश्वको राजनीतिक क्षेत्रमा प्रभाव पार्यो। हिमालयको विशाल क्षेत्रमा विभिन्न प्रकारका राजनीतिक समस्याहरू पाइएका छन्। हिमालयको उत्पत्तिले विश्वको राजनीतिक ज्ञानमा महत्त्वपूर्ण भूमिका खेल्छ। हिमालयको उत्पत्तिले विश्वको शैक्षिक क्षेत्रमा प्रभाव पार्यो। हिमालयको विशाल क्षेत्रमा विभिन्न प्रकारका शैक्षिक संस्थानहरू पाइएका छन्। हिमालयको उत्पत्तिले विश्वको शैक्षिक ज्ञानमा महत्त्वपूर्ण भूमिका खेल्छ। हिमालयको उत्पत्तिले विश्वको स्वास्थ्य क्षेत्रमा प्रभाव पार्यो। हिमालयको विशाल क्षेत्रमा विभिन्न प्रकारका स्वास्थ्य संस्थानहरू पाइएका छन्। हिमालयको उत्पत्तिले विश्वको स्वास्थ्य ज्ञानमा महत्त्वपूर्ण भूमिका खेल्छ। हिमालयको उत्पत्तिले विश्वको प्राकृतिक सौन्दर्यमा प्रभाव पार्यो। हिमालयको विशाल क्षेत्रमा विभिन्न प्रकारका प्राकृतिक सौन्दर्यहरू पाइएका छन्। हिमालयको उत्पत्तिले विश्वको प्राकृतिक सौन्दर्यमा महत्त्वपूर्ण भूमिका खेल्छ। हिमालयको उत्पत्तिले विश्वको सांस्कृतिक विरासतमा प्रभाव पार्यो। हिमालयको विशाल क्षेत्रमा विभिन्न प्रकारका सांस्कृतिक विरासतहरू पाइएका छन्। हिमालयको उत्पत्तिले विश्वको सांस्कृतिक विरासतमा महत्त्वपूर्ण भूमिका खेल्छ। हिमालयको उत्पत्तिले विश्वको वैज्ञानिक अनुसन्धानमा प्रभाव पार्यो। हिमालयको विशाल क्षेत्रमा विभिन्न प्रकारका वैज्ञानिक अनुसन्धान गरिएका छन्। हिमालयको उत्पत्तिले विश्वको वैज्ञानिक अनुसन्धानमा महत्त्वपूर्ण भूमिका खेल्छ। हिमालयको उत्पत्तिले विश्वको इतिहासमा महत्त्वपूर्ण स्थान बनायो।
हिमालयको विशाल क्षेत्रमा विभिन्न प्रकारका ऐतिहासिक घटनाहरू घटेका छन्। हिमालयको उत्पत्तिले विश्वको इतिहासमा महत्त्वपूर्ण भूमिका खेल्छ। हिमालयको उत्पत्ति एक महत्त्वपूर्ण प्राकृतिक घटना हो जसले विश्वको इतिहासमा महत्त्वपूर्ण स्थान बनायो।